तपाईले मलाई दोषी देख्नुभयो होइन? ठिक छ, त्यो तपाईको अधिकारको कुरा हो। तर म आफूलाई कुनै कोणबाट पनि दोषी देख्दिनँ। त्यसो त अपराध गर्ने प्रत्येक अपराधीसँग आफ्नो अपराधको स्पष्टीकरण हुन्छ। मेरा स्पष्टीकरणहरूलाई पनि त्यही कोठीमा लगेर राखिदिन सक्नुहुन्छ। तर दोष, निर्दोष, अपराध, निरपराध, खराब, असल यी सब सापेक्षित कुरा हुन्। व्यक्ति पिच्छेका आँखा र मस्तिष्कले आफ्नो विश्लेषणको चस्माले हेर्ने कुरा हुन्। कुनै निश्चित फिता वा कसी छैन जसले यी सापेक्षित कुराहरूको मापदण्ड निर्क्युल गर्न सकेको होस्। आफैलाई पनि नढाँटी भन्नुपर्दा म अतीत शर्मासँग पहिलेदेखि प्रेममा परिसकेकी थिएँ। के यो कुनै अपराध हो? मलाई कसरी थाहा होस् उसकी साया एक दिन नर्वेबाट आउनेछ र उसँग बिहे गर्नेछ? के म आफूभित्र पलाएको प्रेमलाई यस्ता अनेक सम्भावनाहरूको तराजुमा जोखेर निषेध गर्ने वा नगर्ने भनेर नियन्त्रणमा राखौँ? यसरी पनि प्रेम हुन्छ? यसरी प्रेम हुने भए संसारमा प्रेमबाट कुनै पनि किसिमका समस्या आउँदैन थियो होला। कोही विचलित हुँदैन थियो होला। कसैको घर उजाडिँदैन थियो होला। कसैको मन तोडिँदैन थियो होला। कोही आत्महत्या गर्दैन थियो। कोही बौलाउँदैन थियो। प्रेम मान्छेको नियन्त्रण बाहिर हुन्छ। बुझाइभन्दा बाहिर, व्याख्या, विश्लेषण, परिभाषा आदिभन्दा धेरै माथि छ प्रेम। भयो प्रेम, नापतौल, तर्क वितर्क, मीमांसा, विश्लेषण केही हुन्न। जब प्रेम हुन्छ तब मात्र प्रेम हुन्छ। अफिसको सेकेन्ड म्यान भएर अति धनगढी आयो। मलाई पहिलो भेटमै ऊ मन पर्यो। तर यसको माने यो थिएन मलाई तत्काल ऊ चाहियो। मेरो चाहना यो भएन कि अतीतले मलाई तुरन्तै स्वीकारोस्। मभित्र अतीत शर्मालाई प्राप्त गर्ने होड या अभिप्सा त्यस्तो केही थिएन। परैबाट हेर्थेँ, परैबाट चाहना गर्थेँ। कमसेकम त्यो बेला मलाई अतीतले फुटेको आँखाले हेर्ला भन्ने झिनो आश पनि थिएन। कहाँ ऊ मेरो अफिसको हाकिम, पढे लेखेको सहरीय मान्छे? कहाँ म कम पढेकी गौँवार जो उसको अफिसकी मामुली? भन्नुहोस् त कसरी आश गर्न सक्छु म उसको प्रेम? हो, मैले उसको प्रेम आश गरिनँ, तर म निराश पनि भइन। निराश हुनु नै किन पो? जहाँ आशा हुन्न त्यहाँ के को निराशा? मन पासवर्ड जस्तै गोप्य हुन्छ। यसर्थ आफूभित्रको गोपनीयता आफैमा राखेकी थिए। तिनलाई कतै पोख्नु थिएन। तर मैले बुझेको एउटा कुरा नि, मनका भेदहरू गद्दारी गरेर छचल्काइदिन्छन् आँखाहरू। आँखामा रुद्र घन्टी हुँदैन। त्यसैले जे बित्छ मनमा सबै ल्याएर छ्यापछ्याप्ती बताइदिन्छन् आँखाहरू। अतीतलाई प्रेम गर्यो मेरो मनले। आँखाले ईर्ष्या गर्थ्यो। मलाई डर थियो। त्यसैले मैले उसँग कहिले आँखा जुदाएर हेर्ने हिम्मत गरिनँ। उसको सामुन्ने पर्दा चोरी पक्रिन्छ कि भन्नेमा खुब चनाखो रहिरहे। उसका आँखामा हेर्नु र घामतिर टटकारो हेर्नु उस्तै लाग्थ्यो। मान्छेको जात पनि अजीब हुन्छ। जुन कुरा आफ्नो बसमा हुन्न त्यही कुराको पछि लाग्न मन लाग्ने। अतीत मलाई झुक्किएर पनि हेर्दैन थियो। तर म आफ्नो क्याबिनबाट लुकी लुकी आँखा छली छली उसलाई हेर्थेँ। ऊ मलाई पुरै इग्नोर गर्थ्यो। तर मलाई त उसले गरेको इग्नोर पनि मन पर्थ्यो। सत्य होला, बरु ऊ मसँग नजिकै आएर फ्लर्ट गरेको भए वा त्यस्तै लाइन दिएको हरकत गरेको भए म उसित आकर्षित हुन्न थिएँ होला। तर उसले मलाई टाढै भएर जित्यो। कसैलाई नजिक भएर मात्र जित्न सकिन्छ भन्ने कुरा मलाई आजसम्म पनि विश्वास लाग्दैन। मलाई उसले गरेको इग्नोरेन्स मिठो लाग्यो। के तपाईँ पत्याउनुहुन्छ म अतीतसँग उसले गर्ने इग्नोरेन्सदेखि प्रभावित भएँ भनेर? धेरै मान्छे जुनको किन तारिफ गर्छन् थाहा छ? जुन राम्रो भयो भनेर होइन, टाढा छ भनेर, अप्राप्य छ भनेर। आफूसँगै भएको चिजलाई त सधैँ उपेक्षा गर्छ मान्छे। तृप्त भइसकेपछि पानी बेस्वादिलो लाग्छ। तर जो तिर्खाएको छ उसलाई पानीको स्वाद र महत्त्व थाहा हुने हो। तर यी सब भए मेरै जीवनमा अतीतले मलाई दिन प्रतिदिन जित्दै गयो। पहिलोचोटि मलाई हार्नुमा पनि बिछट्ट आनन्द मिल्यो। तिनै दिनहरूमा साया आई, अफिसमा हल्ला जल्यो। अतीत बिहा गर्दैछ। मैले भने नि, मैले अतीतबाट कुनै आशा राखेकी थिइनँ। त्यसैले मलाई कुनै पनि किसिमको चोट पुगेन। म थोरै पनि विचलित भइनँ। मैले कहिल्यै आफूलाई अतीतकी लायक सम्झेको थिइनँ।
उसँग बिहाको कल्पना त झन् कहिले गरेकै थिइनँ। बस एकहोरो प्रेम गरेकी थिएँ अतीतलाई। सब ठिक थियो। मैले पनि आफूलाई सकेसम्म नियन्त्रण गर्न खोजेँ। आफूभित्र एकहोरो पल्टेको प्रेमको खिल आफैलाई दुख्ने गरी घोचेर निकाली फुत्त मिल्काउन खोजेँ। भोलि यो एकहोरो प्रेमले कल्पनाका महल क्षण क्षणमा खडा गराउँदै भत्काउँदै गरेको दृश्य देखेर रुनु नपरोस्, यही सम्भाव्य कुराले म तर्सिरहन्थेँ र आफूलाई अतीतभन्दा टाढा धकेल्ने प्रयासमा लागिरहेँ। सब कुरा सामान्य नै बित्यो। उनीहरूले बिहे गरे। अतीत सायालाई छोड्न दिल्लीसम्म गयो। थाहा छ त्यो दिन उनीहरूको पार्टीबाट घर फर्कँदै गर्ने क्रममा सायासँग म क्लोज भएकी थिएँ। हो त्यसै दिनबाट अतीत मसँग पनि नजिकिन थाल्यो। कहिले नोटिससम्म नगर्ने अतीत मलाई देखेर मुस्कुराउन थाल्यो। फारो गरेरै भए पनि 2-4 शब्द बोल्न थाल्यो। घरमा पनि आक्कल झुक्कल म छतमा लुगा सुकाउन गएको बेला कहिलेकाहीँ उसलाई टेरेसमा उभिएर रहर लाग्दो पाराले चुरोट खाइरहेको देख्थेँ। म पनि बोलिदिन्थेँ, हाँस्दिन्थेँ। आफ्नै अफिसको हाकिमलाई टट्काएर देख्दा पनि कसरी नजरअन्दाज गर्न सकिन्छ। झन् त्यहाँमाथि ऊ मैले मन पराएको मान्छे थियो। सकिनँ मैले। त्यसरी उसलाई नजरअन्दाज गर्न नसकेकामा मलाई अपराधी भन्नुहुन्छ भने त्यो तपाईँको खुसी। कुनै बेला उसको इग्नोरेन्स मन पराएँ। आज आफै उसलाई मन नपरी इग्नोर गर्न खोजिरहेकी थिएँ। मन नपरी गरे काम पनि कहीँ सफल हुन्छ। त्यो एक दिन अतीत मसित आफै बोल्न आई सायाको पत्तो लगाइदिन भनिरहेको थियो। मैले एकल फोन हान्नुले ऊ नजिक आउँदा म टाढा हुनु पर्थ्यो होला, भाग्नु पर्थ्यो होला। तर तपाईँ आफै सोच्नुहोस् न, कसैले आफूलाई फर्जी नाउँमा जाबो एकल फोन हानिदिने आग्रह गर्दा नाइ भन्न सकिन्छ। त्यही पनि अतीत मेरा लागि कसै थिएन। ऊ उदास अनुहार लगाएर दुखेसो गर्थ्यो। साया मलाई जानकारी नदिकन गई। भर्खरै आलो रोमान्सले अतीतलाई छ्याप्पै भिजाएर गएकी सायाले त्यो के गरेकी? 13 दिनसम्म कुनै अत्तो पत्तो छैन। जिउँदैछ कि मरी? कति चिन्ता हुन्छ लोग्नेलाई भन्ने रत्तीभर पनि नसोची कसरी बेपत्ता हुन सकेकी? उसले ठिक गरेकी हो त्यो? कस्तो प्रतिक्रिया दिनु थियो मैले? व्यवस्था गर्नु थियो कि के गर्नु पर्थ्यो? आड बनिदिएँ। ऊ एक्लिएको थियो, विरक्तिएको थियो। अतीत दशैंमा घर गएन। कोठा बाहिर निस्कँदैन थियो। कोठामा बस्दा पनि खाली पर्दा लगाएर बस्थ्यो। उसले भने म के त गर्थेँ, जाब एउटा फोन किन हान्दिने थिएँ? भन्थ्यो उज्यालो मन पर्दैन। लौ भन्नुहोस् त, यो स्थितिसम्म पुगेको मान्छेले के गर्न सक्थ्यो? बाँच्न मन छैन सुस्मिता। एक दिन त विरक्ति र मलाई यसो पनि भन्यो। म त्यस दिन खुब डराएँ। उसको झन्झन माया लागेर आउँथ्यो। उसलाई आफ्नो अँगालोमा बेसरी च्यापेर कतै जान नदिउँ जस्तो लाग्थ्यो। हो, यो सत्य हो। मैले ऊबाट कहिल्यै केही आश गरिनँ। रक्सी चौपट्टै खान्थ्यो, भमिट गर्थ्यो। उसलाई पनि थाहा थिएन ऊ कहाँ भमिट गर्दै हिँड्थ्यो। कतिपटक उसको कोठा सफा गर्ने क्रममा मैले उसको बान्ता सोहोरेकी छु। उसलाई थाहै नदिकन कोठा उग्र बेताल गनाउँथ्यो। अनुहारभर चुस्स दारी पालेको, दुब्लाएर हाड र छाला मात्र बाँकी थियो। बिचरो केही खाँदैनथ्यो, रक्सी र चुरोट बाहेक। मैले महसुस गरेँ उसलाई कसैको आवश्यकता छ। उसलाई एउटी केटीको आवश्यकता थियो भनेर भन्न खोजेको होइन। न मलाई आफ्नो स्वार्थ पूरा गराउने इच्छा तीव्र भएर आएको। तर ऊ दिनदिनै मेरै आँखाको अघिल्तिर मरेको म कसरी हेर्न सक्थेँ? धनगढी बजार टुल्ने क्रममा उसित अनेक शीर्षकमा गफ भए। हामी बाटोमा हिँड्दा घरिघरि छोइन्थ्यौँ। मलाई भित्र नजानिदो पारामा काउपुती लागिरह्यो। जीवनमा कहिले कुनै पुरुषको स्पर्श नपाएकी म त्यस दिन नजाने भित्र अनायस मेरो शरीरमा केही परिवर्तन भएको आफैले महसुस गरेँ। उसको सामिप्यबाट निरन्तर प्रसारित भइरहेको पौरुष गन्धले मलाई लपेटिरहेको थियो, एउटा अद्भुत दिशातर्फ। ऊ मेरो छेउैमा थियो। घरिघरि गफको श्रृङ्खलामा विशृङ्खल भइदिँदा क्षणका लागि मौनता छाउँथ्यो, कमसेकम हामी दुई बीच। अन्यथा सडकले मौन हुन कहाँ जानेको थियो? त्यहाँ एक किसिमको विचित्रको हेराहेर हुन्थ्यो आपसमा। मौनता चिर्न जे पनि बोलियो, सडक, सटर, मौसम, जलवायु, ढुङ्गा, नाला, अघिल्तिर जे भेटियो त्यसैमा बोलियो। मानौ नबोले अनिष्ट हुन्छ, मानौ नबोल्नु अपराध हो। सत्य होला, तर अझै पनि म भित्र प्राप्तिका उत्कट कामना विकसित भएका होइन। परिस्थिति जे जसरी मेरा अघिल्तिर प्रस्तुत हुन्थे ती सहजै मेरा निम्ति ग्राह्य हुन्थे। कुनै खेद राखिन, कुनै अफसोस गर्न जानिन। हामी झन् नजिक भयौँ। उसले बाहिर निस्कन जान्यो।
2-4 कुरा गर्न जान्यो। कम्तीमा मेरो उपस्थितिमा नै भए पनि आफू हुनुको महसुस गर्न थाल्यो। हामी गयौँ अनेक ठाउँ घुम्न, टिकापुर पार्क, दोधारा चाँदनी, घोडाघोडी। भन्न त भने उसले बाँच्न सिक्यो, बोल्न जान्यो, तर वास्तवमा म आफै पनि आफ्नो पुरानो स्थितिबाट काँचुली फेरिरहेकी थिएँ। म पनि त कहाँ बाँच्न जान्ने मान्छे थिएँ र अरूलाई सिकाउँदै हिँड्नु। जुन सम्बन्ध अतीतसँग त्यो अवस्थामा कोरियो त्यो कल्पनातीत थियो, आशातीत थियो। कसो कसो आफ्नो परिवारप्रतिको जिम्मेवारी र सधैँ आफूलाई अभ्यस्त गराई हराउने स्थितिमा अल्मलिएकी म ती दिनमा अतीतको सहचार्य र भावनात्मक सङ्गतले अनि उसैप्रतिको प्रेमको आर्द्रताले सिञ्चित भइरहेकी थिए। आफ्नो स्वभावमा आएको विचलनले आफै अवाक हुन्छु। यो के? यो यत्रो परिवर्तन कुन प्रेरणाले कहाँबाट आयो? म बाँधिएकी थिएँ आफैबाट। यो मुक्ति कुन सूत्रबाट पाएकी थिएँ? यो आशातीत परिवर्तनको जड के हो? यावत प्रश्न आफ्ना उप तेर्स्याएर मेरा रात बित्दा थिए। सोचमा डुब्थेँ रातारात। जीवनमा यस्ता अवस्था आउँदा रहेछन् जसले मानिसको आफ्नो स्वभावले कोर्न खोजेको स्थायित्वको परिधि मात्र केही साना घटनाक्रमहरूद्वारा अतिक्रमित हुन्छ। म आक्रान्त रहेँ रातभर। अनि त्यो दिन उसको कोठामा उसकै समीपमा भएका बेला ऊ मलाई आफूतिर तानेर सोध्यो, सुस्मिता, तिमी मलाई प्रेम गर्छौ? कुन बेला सोधेको यो प्रश्न उसले? अहोरात्र आँखैभरि उसैको त प्रेम लिएर हिँडेकी थिएँ। के ऊ मेरा आँखाहरूमा देख्दैनथ्यो उप्रतिको प्रेम? एक मनले लाग्यो ऊ केवल यो प्रश्न सोध्नका लागि सोधिरहेछ, आफैलाई विश्वास दिलाउनलाई। मैले सोझै भन्न सकिनँ। यो धेरै केटीहरूको समस्या नै हो कि छातीभरि प्रेम भए तापनि संवादमा ढालिहाल्न सक्दैनन्, मुखले दिन सक्दैनन् केटीहरू प्रेमको अभिव्यक्ति। त्यसैले त उनीहरूको मनमा केटाहरूभन्दा कैयौँ गुणा प्रेम लुकेको हुन्छ। थुनिएको चिजमै त शक्ति ज्यादा सञ्चित हुन्छ। म नाजवाफ भएँ, तर म ढुक्क थिएँ। मेरा मौनतालाई उसले मेरै हृदयको भाव अनुसार बुझ्यो, कहीँ नचुकिकन। ऊ मलाई आफूतिर तान्दै गयो, म तानिँदै गएँ। त्यसो त मन उतिर उहिले तानिसकेको थियो, बिटुलिसकेकी थिएँ उहिले, कमसेकम आफ्ना तर्फबाट। सबभन्दा ठुलो कुरा त मन न हो। मन बिटुलिसकेको अवस्थामा तन बिटुल्योनलाई मलाई कुनै पनि प्रेरणाले निषेध गरेन। त्यो पल म अतीतकी भएँ। मन उसले उहिले छोइदिएको थियो। त्यस दिन मेरो शरीर पनि छोइदिएर मलाई धन्य बनाइदियो। कमसेकम मेरो शरीर भोगेरै भए पनि उसले एउटा प्रमाण दियो, केही चाहना उसले म प्रति राखेको रहेछ। प्रेम भनेको पनि एक किसिमको चाहना होइन र? शरीर मनसँग अलग हुन्छ र? आज शरीरसँग प्रेम गर्यो, यो नहुन सक्दैन कि उसले भोलि मेरो मनसित प्रेम गरोस्। जस्तोसुकै सम्बन्ध जे जस्तो अवस्थामा भएको भए पनि मलाई लाग्यो एउटा अलौकिक शक्ति मेरा नसा नसा कोष कोषमा प्रविष्ट भएर आनन्द र सुखको चरमोत्कर्षमा लगिरहेछ। मेरो कण्ठबाट निस्क्यो पीडा मिश्रित तर कामना या चितकार। लाज, घिन, डर, सङ्कोच भन्ने चिज मबाट यसरी भागिदिन्छ मानव कसैले सबै विरुद्ध प्रयोग हुने रसायन मेरा अन्तरकुन्तरमा छर्किदिएको छ। आँखाहरू बन्द थिए मेरा। त्यो रोमाञ्चक अनुभूति, त्यो सुख, त्यो पीडा मिश्रित चितकार सबै एक एक मलाई अनौठो र अद्भुत लागिरहेथ्यो। ऊ आफ्नो गतिमा लागि परेको थियो। म त्यो सम्पूर्ण ग्रहण गरिरहेकी थिएँ र साथमा आफ्नो कौमार्यलाई समर्पण गरिरहेकी थिएँ। खुसी खुसी, कुनै पश्चाताप थिएन। त्यो सब सुखलाई आफ्नो भाग्यमा लेखिएको भन्ठानी सहर्ष स्वीकारिरहेकी थिएँ। पश्चाताप गर्ने किन भन्नुहोस् त? आफूले हृदयदेखि नै इच्छाएको व्यक्तिसित आपसी सहमतिमा शरीर सुख साट्नु अपराध हो भन्नु होला। सायको बारेमा तब मैले किन सोचिनँ? सोचेँ, तर भोलिपल्ट त्यस दिन त सायलाई न मैले सोचेँ न अतीतले। आफैलाई त सोचिरहन मन लागेन, अरूको के परवाह। मन बहकिएको थियो। त्यो क्षण चेतनाका द्वार बन्द थिए। उसको कोठामा थिए त केवल 2टा शरीर। विवेकले काम लिनु पर्थ्यो होला, तर त्यो हामी बीचमा थिएन। भोलिपल्ट मेरो अनुहारमा एउटा बेग्लै कान्ति कुन लोकबाट आएको थियो म जान्दिनँ। शरीरमा पुरै स्फूर्ति थियो। नुहाउन लाग्दा सावरबाट झरेर मेरो शरीरमा स्पर्श गर्ने पानीका प्रत्येक थोपाहरूले शरीरलाई मन्द उत्तेजना प्रदान गरिरहेका थिए। मन त्यसै पुलकित थियो। पानीका थोपाहरूले शरीरको मैलसँगै मेरो कौमार्य पखारिरहेका थिए। यस्तो लागिरहेको थियो मानव मेरो कौमार्य पनि बोझ थियो, शरीरको मैल जस्तै। तर क्षणभरमै पलाएका यी खुसीहरूलाई म भित्र आएको अर्को विचारले अतिक्रमण गर्न पुग्यो।
म जे अनुभूति गरिरहेकी थिएँ कमसेकम बितिरहेको त्यो परिस्थितिमा के ती सब स्वाभाविक अनुभूति हुन् त? क्षणभरमै विषादले पनि मनभित्र छिर्ने प्रवेशाज्ञा पायो। यो सरासर एउटा घात थियो, सायाप्रतिको निष्ठामा आएको विचलन। अब शरीरको स्फूर्ति, लज्जा र ती शेष आनन्ददायक पीडा अनुभवहरू क्रमशः ग्लानि र आत्मवर्षनामा परिवर्तित हुन लाग्यो। त्यसै चङ्गा जस्तो भएको फुर्तिलो र हलुको शरीर अब बुलडोजर भन्दा पनि गरौँ न गरौँ हुन लागे। आफैप्रति घिन लागेर आयो। अब आफैलाई घर भणैको रूपमा देख्न थाले, पेट पोल्न थाल्यो। निधारमा एकाएक मुजा पर्न लागे। अपराध बोधले न्याक्यो मलाई। लाग्यो तत्कालै साया आएर मलाई कुटोस्, भुत्ल्याएर लछार पछार पारोस्, म सहर्ष तयार रहने थिएँ। यो सत्यको अनावरण कुनै तवरले हुँदो हो। मनभित्र आँधी बिहोरिने चल्यो। एकाएक आँखाबाट पश्चाताप मिश्रित आँसु बगे। तर ती सावरबाट झरेका पानीका थोपासितै मिसिएर गए। मन निचोरियो। आँखाबाट केही थोपा आँसु झरिसके पश्चात भने मन केही हलुङ्गो भयो। आँसुले मानव मनभित्र उब्जिएका पापहरूको मोचन गरिरहेछ। त्यो रुवाईले म खुकुल लिएँ, कमसेकम अर्को पटकको सहवाससम्मका लागि। नभए म तयार रहन सक्दिनँ थिएँ जबसम्म पखालिनथ्यो मेरै आँसुद्वारा म भित्रको पश्चाताप। तर पश्चाताप गर्नु नै पो किन भन्नुहोस् त? अतीतलाई बेवारिसी छाडेर गएकी सायालाई सम्झिएर किन पश्चाताप गर्नु? मैले साया बेला बेलामा फोन गर्थेँ मलाई, अतीतको हालखबर सोध्थे। मैले कहिल्यै पनि उसलाई अतीत दुखी छ वा पीडामा छ भनिनँ। किन भन्नुहोस् त? ती दिनहरूमा अतीत खुसी त पक्कै पनि थिएन। जहिले दुखी, जहिले उदास। उसले मसँग बाँड्न थालेको आफूभित्रको दुःख, उसले बाँड्ने गरेको दुःख मेरो बेवा जस्तो लाग्थ्यो। म त्यो फेरि किन सायासित बाँडौँ? मैले बाँडिनँ उसित अतीतको दुःख। अतीतले पाएको दुःख पनि उसले मसँगै बाँड्यो। शरीरको सुख पनि मैसँग साट्यो। यो गल्ती हो त? के मैले उसको दुःख मात्र महसुस गर्नुपर्छ भन्ने छ? के उसले खुसी खुसी दिएको सुखको चाहिँ म व्यवस्था गरौँ? तपाईँ मलाई स्वार्थी भन्नुहुन्छ भने भन्नुहोस्। आफूले कैयौँ समयदेखि इच्छाएको खुसी तपाईँकै पोल्टामा आएर खस्छ भने तपाईँ त्यसलाई कसरी लातार्न सक्नुहुन्छ? भन्नुहोस् त। म त्यो आदर्शले ओतप्रोत हुनु पर्थ्यो होला? होइन, सकिनँ। उसलाई उसकी स्वास्नी जत्तिकै स्याहारेँ भने स्वास्नी सरौको मायालाई चाहिँ म किन अङ्गीकार नगरौँ? यो यही सोचेर मैले पछिल्ला दिनमा पश्चाताप गर्न छाडेँ। साया किन फोन गर्थेँ मलाई म बुझ्थेँ। तर मैले कहिल्यै कमसेकम आफ्नो तर्फबाट उसलाई अतीतको बिजोग सुनाएर अतीतप्रति प्रेम जगाउने प्रयास गरिनँ। मलाई थाहा थियो मैले त्यसो गरेको भए साया अतीतसँग नजिकिन्थे अनि मैले टाढिनु पर्थ्यो। ऊ टाढा भएर पनि अतीतसँगै नजिकेको अनि मैले चाहिँ आफू नजिकै भएर पनि टाढिनु पर्ने हुन्थ्यो। मैले त्यो आँट गर्न सकिनँ। आखिर मैले त्यसो गर्नु नै किन थियो भन्नुहोस् त? रक्सी धेरै खाँदा कलेजो सुन्निएर रुगुड भइसकेको थियो अतीत। उसलाई रक्सी नखाने बनाउन मैले धेरै गरेकी छु। मरणासन्न स्थितिमा पुगेको मान्छेलाई रोगमुक्त बनाई जीवनप्रति प्रेम गर्न सिकाएँ। पछिल्ला दिनहरूमा ऊ विगतको अतीत नै रहेन। ऊ सायाको अतीत कहाँ थियो तब? ऊ अर्कै भइसकेको थियो। ऊ मेरो भइसकेको थियो। कयौँ पटक शरीर सुख साटिएको भए पनि अतीतले मलाई प्रेम गरेन। उसको आँखामा मैले आफूलाई भेट्टाउन सकिनँ। पटक पटक उसका आँखाबाट आफूलाई हेर्ने प्रयास गर्थेँ। उसको ठाउँमा आफूलाई राखेर सोच्थेँ, महसुस गर्थेँ। तर बदलामा प्रेम भन्ने चिज लेस मात्र पनि भेट्टाउन्नथेँ। उसले मेरो शरीर भोग्दैमा उसलाई आधा पाएँ भन्नु मेरो मूर्खता मात्र रहेछ। आधा त के, 1/4, 1 कण जति पनि म उसकी हुन सकिनछु। म सम्झन्छु त्यो दिन सायाले पटक पटक मसँग कुरा गर्दै आइरहेकी भए पनि त्यसअघि कहिल्यै उसँग कुरा गर्ने इच्छा व्यक्त गरेकी थिइनँ। त्यस दिन आफूलाई कुरा गराऊ भने त्यसअघि मैले पनि कुनै पहल गर्न चाहिनँ। गर्नु पर्थ्यो होला मैले त्यस्तो, तर चाहिनँ। एकपटक कहाँ छ अतीत भनेर सोधेकी पनि थिएँ। तर अतीत बाहिर गएको छ भनेर पनि टारेँ। ऊ आफै अतीतसँग कुरा गर्न चाहन्न। म किन जान्ने भएर कुरा गराउन अघि सरौँ? तर त्यो दिन किन केही ढाँट्न सकिनँ। पहिलोपटक मलाई लाग्यो मैले अतीतसित केही आशा पनि गर्न थालिसकेकी रहेछु। म उसँग आसक्त हुन थालिसकेकी रहेछु। मलाई भित्रैबाट त्यो फोन लगेर अतीतलाई दिन मन लागेन। तत्कालै लाग्यो म उसलाई अतीतसँग कुरा नगराउँ। लाग्यो केही बहाना बनाऊ, केही न केही गरौँ ताकि ऊ अतीतसँग बोल्न नपाओस्, कसै गरे पनि नजिक नहोस्। उनीहरू बीचको वार्तालाप आफैप्रतिको घात हुन जान्थ्यो। म ढाँट्दिनँ। त्यसबेला मलाई त्यस्तै लागेको थियो। के कसैलाई यस्तो हुँदैन? मलाई मात्र हो त यस्तो भएको? भन्नुहोस् त, के त्यस्तो विचार आउनु अपराध हो?
गलत हो। मैले उनीहरूको सम्बन्ध बिगारेकै होइन। कस्तो काँचो सम्बन्ध त, मजा अब अकिन्छन् केटीले गर्दा बिग्रन्छ भने। भन्नु नै हुन्छ भने उनीहरूको सम्बन्धमै खोट थियो। बलिया सम्बन्धहरू त हतपत्त भत्किँदैन नि। उनीहरू बीच विश्वासको आधार नै बनेको रहेनछ। बनेको भए पनि एकदम कमजोर, काँचो गिलेवालाको गाह्रो जस्तै, एक लातमा गर्लाम गुर्लुममा ढालिने जस्तो। केही गरे पनि त्यो दिन मैले त्यो बेइमानी गर्न सकिनँ। नत्र म सक्दिनँ थिएँ होला त एउटा सानो बहाना बनाउनलाई। भन्न सक्दिनँ थिएँ होला म अहिले बाहिर छु या अतीत कतै गएको छ भन्नलाई। भने त चाहेको भए म उसलाई अतीतको सम्पर्कमा नल्याउन सक्थेँ। त्यस दिनदेखि अतीतले मेरो शरीरलाई स्पर्श गरेन। साया फोन गरिरहन थाली। मैले दौडेर फोन लगेर अतीतलाई दिनुपर्ने, नमजा लाग्थ्यो। त्यसरी सायाको फोन आउँदा मोबाइलमा साया कलिङ देख्यो कि आतंक जस्तो छाउँथ्यो मस्तिष्कभरि। मोबाइल हराए हुन्थ्यो, बिग्रिए हुन्थ्यो जस्तो लाग्थ्यो, या आफै त्यो ठाउँ त्यो परिवेश छाडेर कतै लुक्न जानु जस्तो लाग्थ्यो। आफैलाई अफसोस लाग्यो। कतिपटक उसको छेउमै हुन्थे, उसको नियतमाथि बदलाव आउँछ कि भन्ने आशले, तर आएन। उसका अघिल्तिर पर्दा केटा मान्छेले अघि बढेर गर्नुपर्ने सब हरकत म केटी मान्छे भएरै गरिरहेकी हुन्थेँ। उसको कपाल खेलाउँथेँ, उसको ओठ नजिकै आफ्नो ओठ लैजान्थेँ, अँगालोमा टाँसिन खोज्थेँ। तर उसले मैले पहल गरेको प्रयासलाई कहिले निरन्तरता दिन चाहेन। शालिक जस्तै यथास्थानमा विद्यमान रहिरह्यो। त्यसपछि उसलाई मेरो यौवनले तानेन, मेरो गन्धले आकर्षित गरेन। यसरी हेर्थ्यो, पहिलोपटक हेरिरहेछ, मानौ मेरो शरीरसँग उसलाई वितृष्णा छ। ऊ फेरि मलाई इग्नोर गर्ने भयो र उसको त्यस किसिमको व्यवहारका कारण म आत्मग्लानीले प्रताडित रहेँ। कम्तीमा एउटा बहाना थियो, मोबाइल लिएर खुरुखुरु कुद्दै उसको कोठामा पुग्ने। पछि उसले आफै मोबाइल लियो। एउटा बहाना थियो उसलाई खाना खुवाउन जाने। पछि ऊ आफैले मलाई त्यो अधिकारबाट वञ्चित गरायो। भन्यो, भयो सुस्मिता, कति दुःख गर्छु मेरा लागि। एकपटक त भनेकी थिएँ, तपाईँका लागि मलाई केही गर्न पनि दुःख हुँदैन, आफ्नै लागि गरेको जस्तो लाग्छ। तर उसले मानेन। सधैँभरि साध्य पनि हुँदैन सुस्मिता, यसो भन्यो र आफू पहिला खाँदै आएको ठाउँमा खान्छु भनेर मलाई बन्छायो। अब कुनै बहाना रहेन अतीतसँग नजिकिने। अफिसमा आक्कल झुकल हुने देखादेख बाहेक। पछि त ऊ अफिसै छाडेर नर्वेतिर लाग्यो। ऊ मसित भएको सम्बन्धबारे बेला बेला गिल्टी फिल गर्थ्यो। मैले कस्तो प्रतिक्रिया दिनु? ऊप्रतिको आसक्ति देखाउनु, जबरजस्ती उसको पाखुरा समाउन जानु, या आफ्नै पाखुरा सुर्केर जबरजस्ती उसलाई आफूलाई प्रेम गर्ने बनाउनु? केही गर्न सकिनँ, गर्ने कुरा पनि थिएन। जुन चिज आफ्नो कहिल्यै थिएन त्यो चिज आफूबाट टाढा हुँदा किन अफसोस गर्नु? भित्रभित्रै त कुँडिएकी थिएँ, बाहिर केही देखाइन। उसलाई अफसोस दिलाएर किन बिदा गर्नु? खुसी देखाइदिएँ, भनिदिएँ म चाँडै बिहे गर्दैछु। यसो भन्दा ऊ खुसी नै भएर गयो होला। मेरो विषयलाई लिएर कम्तीमा कुनै प्रायश्चित गरेन होला। मैले प्रेम गर्दै आएको अतीत सायाको एक कल फोनले तितर बितर भयो। मैले कैयौँ दिनदेखि यत्नपूर्वक सँगालेर एउटा संरचनामा ढालेको अतीत, जसलाई म आफ्नो भन्ने हैसियत राख्न सक्थेँ, मेरै अघिल्तिर क्षणभरमै समाप्त भयो। र यसरी समाप्त भयो छोटो समयमा हामी बीच हुर्किएको एउटा सम्बन्ध, एक कल फोन वार्ताले, जुन नहुन पनि सक्थ्यो। मैले चाहेको भए अब पनि मलाई अपराधीको कसीमा राखेर हेर्नुहुन्छ भने म संसार